हाई ब्रह्मन, दिस इज आदर्श कुमार. सो आज चाहिँ मैले एउटा के कुरा गर्न चाहन्छु भन्दाखेरि स्पेसली सो वाट एभर ह्यापन्स इन यर लाइफ, कहिले पनि कुनै राम्रो कुरा भयो भन्दैमा चाहिँ डोन्ट गेट टु ओभर एक्साइटेड एन्ड कुनै 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 बेलामा चाहिँ एकदम नराम्रो भयो भन्दैमा चाहिँ डोन्ट गेट टु नर्भस, डोन्ट बी टु स्याड. आई थिङ्क एज अफ एक्सपिरियन्स मैले के अनुभव गरेँ भन्दाखेरि चाहिँ जे जे इभेन्ट हुन्छ नि त्यो पास भइहाल्छ क्या. सो सपोज यु आर फेसिङ सो मेनी थिङ्स यु आर फेसिङ, र तिमीलाई लाग्छ कि तिम्रो समय चाहिँ अहिले तिम्रो हातमा छैन. अफकोर्स तिम्रो हातमा हुँदैन, तर कस्तो फिल नगर्नु कि आफैलाई नै मसँग मात्रै किन यो कुरा भइरहेछ, अनि फेरि मसँग मात्रै यो कुरा किन भइरहेछ, अनि फेरि यसले गर्दाखेरि चाहिँ मेरो लाइफमा कति धेरै इम्प्याक्ट पारेछ अरूको लाइफ भन्दा, होइन. अनि मैले चाहिँ लिन खोजेको डिसिजनहरू ममाथि आएको छैन, मैले लिने डिसिजनहरूको माथि ममाथि फेभर भएकै छैन. जे कुरा पनि मभन्दा अपोजिट भइरहेछ. इभन फ्रम स्मल थिङ्स यु मे बी फिल एबाउट द्याट कि हजुरको फेभरमा चाहिँ कुनै पनि चिजहरू छैन. सो तिमीले हजुर जस्तै फर इक्जाम्पलमा हजुरले कि अब आजको 2 महिनापछि यो काम गर्छु भनेर सोच्नुभयो, तर त्यो काम हजुर पुरा गर्न सक्नु भएन. अब त्यहाँ धेरै कुराको फ्याक्टर हुनसक्छ, त्यहाँ धेरै कुरालाई इफेक्ट पार्न सक्छ. अब केही कुराले गर्दाखेरि चाहिँ हजुरलाई अब हजुरको फ्यामिलीमा केही इस्यु आइदियो, हजुरको रिलेसनसिपमा केही इस्यु आइदियो, हजुरको भिसामा केही इस्यु आइदियो, हजुरको एजुकेसनमा केही इस्यु आइदियो, हजुरको अब पर्सनल लाइफमै तपाईँको केही इस्यु आएर चाहिँ त्यो गर्नुपर्ने काम हजुरले गर्नु भएन भने चाहिँ त्यस्तो कुरामा चाहिँ आफूलाई चाहिँ म किन यो काबिल छैन भन्ने चाहिँ कहिले नसोच्नु. किन भन्दाखेरि अफकोर्स हुन्छ नि, र यदि पोजिटिभ भएर चाहिँ त्यो कुरा हजुरले सोचेको कुरा पुरा भयो भने चाहिँ आफूलाई चाहिँ इमोर्टल पनि नसोच्नु. किन भन्दाखेरि एउटा सर्कल हो, घुमिरहने प्रक्रिया हो. अब पुरा भयो, ठिक छ, यु विल बी एक्साइटेड, यु विल बी ह्याप्पी, राम्रो हो, ह्याप्पी हुनुहोस्. तर ओभर एक्साइटेडको चक्करमा चाहिँ मान्छे आफूलाई बिर्सिने गर्न सक्छन् कि. इभन सो मेनी टाइम्स इट ह्यापन विथ मी एज वेल. सो हजुरसँग हुनसक्छ, अरूसँग हुनसक्छ. मोस्ट अफ द टाइम चाहिँ मान्छेले सोचेको पुरा हुँदैन, तर मान्छे के हुन्छ भन्दाखेरि नेगेटिभतिर बढी लाग्छ क्या. अब धेरै जसो मान्छेले बोलेको सुन्नुभयो तपाईँलाई, उसले के भन्छ भन्दाखेरि चाहिँ मैले भनेको ठ्याक्कै उल्टो हुन्छ, अनि मैले त सुल्टो भन्दै भन्दैन, अनि मैले भने ठ्याक्कै उल्टो हुन्छ, मैले भन्दै भन्दैन हुन्छ क्या. अनि उसले पोजिटिभ सोच्नै छोडिदिन्छ भने, अनि के हुन्छ उल्टो हुन्छ, म उल्टै सोचिदिन्छु, बरु उल्टो सोचिदिन्छ उल्टो हुन्छ कि भनेर क्या. सपोज लेट्स टक एबाउट डिसिजन, इक्जामको रिजल्टको बेलामा, अब कुनै म्याच चलेछ, त्यो म्याचको रिजल्टको बेलामा, अनि आफ्नो रिलेसन स्ट्याटसको बारेमा धेरै कुरा होला. मैले धेरै जस्तो मान्छेको सुनेको छु क्या, मैले यो भन्छु, मैले भने त हुँदै हुन्न भने, मैले जे भन्छ त्यसको उल्टो हुन्छ भनिदिने क्या. सो त्यसमा चाहिँ एउटा के भन्न चाहन्छु भन्दाखेरि मैले पोजिटिभ भएर सोच्नु. जति पनि नेगेटिभिटिज हुन्छ नि, तर पोजिटिभ चाहिँ आफूले सोच्नुपर्छ क्या, नेगेटिभिटी भएर सोच्नु चाहिँ भएन. हो त्यसमा चाहिँ म त्यो कुरा भन्न चाहन्छु. अनि अरू कुरा चाहिँ त्यही हो, धेरै एक्साइटेड पनि नहुनु भयो भन्दैमा, धेरै भएन भने धेरै स्याड पनि नहुनु. सो आजको लागि चाहिँ म अहिले त्यति नै भन्न चाहन्छु. बाँकी चाहिँ फेरि भन्दै गरौँ ल. थ्याङ्क यू गाइज, बाई.